खान्छु रे म जति मुकेशले नआउँदैछ मलाई खान सक्छ साथीहरू मलाई चाहिँ अघि उल्टी आयो फेरि दुर्छु हेलो एन्ड नमस्ते साथीहरू म चाहिँ कलौटी आज कलौटी भ्लगमा हजुरलाई स्वागत छ। आज चाहिँ मैले के लिएर आएको छु भनेपछि अब मेरो छोरा यो ठुलो के रे तेरो नाम के रे पियुष हैन चिन्टु नाम नि बिर्साउँछ छोराको। आज चिन्टुले पसलको सबै खान्छु रे म जति खाना दिनुस् मेरो पेट भरिन्न भनेर भनेको छ साथीहरू। आज चाहिँ मैले सबै चाउचाउ एउटा चक्लेट एउटा नुडल्स एउटा अनि जति जे छ सबै एउटा एउटा दिन्छु। आज कतिको खाना सक्ने रहेछ ल हेर्दै गरौँ है साथीहरू। र चिन्टु खाना सक्छस् नि लङ टाइम मुकेशले नआउँदैछ ल सबै खानु पर्छ ल निकाल तर के खान्छस् ल निकाल। एउटा हेर तल राख एउटा वे चाउचाउ भयो एउटा के हो यो पिनट एउटा पिनट भयो एउटा डाइट चिउरा भयो। आज च्यालेन्ज छ आज नखाइसक्यो भने के गर्ने घाममा उभिन 2 घन्टासम्म बाहिर त्यो रोडमा 2 घन्टासम्म उभिने ल च्यालेन्ज भयो है खाना नसकेपछि ल यो मिलाएर राख न यो मिलाएर ठुलो हुनु पर्यो ल ल ल ल त्यही कोका ल एउटा लिचिक जुस ल लिचीको जुस त्यसपछि सबै खाइसक्नु पर्यो। आज जहाँ म सक्दैन भनिस् नि त्यहाँ कुर्छु। स्याम्पू पनि दिउँ सरफ दिउँ अगरबत्ती बिस्कुट पनि त हुनु पर्यो त भाइ सबै एउटा एउटा बिस्कुट हुनु पर्यो। ल कहिले पनि खुवाउनु न ल आज खा तैँले सुरसुपारी खा मेघासिरी पनि खा सब एउटा एउटा छ। आज नखाइसक्नु पर्छ 2 घन्टासम्म घाममा उभिने भाइ 2 घन्टा वही चाउचाउ राखेस् रसभरी पनि राख्न। अनि त्यसपछि यो भएपछि अब अनि त्यसपछि एउटा एउटा सबै एउटा एउटा भनेपछि सबै खानु पर्यो नि। अनि त्यसपछि दाल मिस्ने दालमोट अनि चक्लेट सबै एउटा एउटा चुइगम पनि निल्ने है अनि त्यसपछि अरू के खाने लिचीको जुस राख त्यसपछि अरू फ्रुटी भयो ल यो रेड बुल पनि हुनु पर्यो। त्यो च्यालेन्ज लिइसकेपछि सबै पुरा गर्नु पर्यो नि। अनि त्यसपछि अरू के छ ठुलो डिउ निकालिदिउँ ठुलो डिउ अनि त्यसपछि एउटा चाहियो एउटा उज्यालो दिनु के यस्तै खाले तर डिउ दिनु के रे डिउ सानो निकाल आज च्यालेन्ज छ। त्यसपछि यो यिनीहरू पनि त निकाल्नु पर्यो त एउटा एउटा निकाल्नु पर्यो त। आज हामी त कार्यालय खाने भयो त्यो छ त्यहाँबाट नच्याप न उतै डब्बामा छ त्यो मलाई त्यता छ त के छ खबर चिप्स ल अब इमिली तड्का चक्लेटै पुन्टे चाउचाउ पनि खाने कतिवटा एउटा ल सब एउटा एउटा निकाल ल यहाँबाट ललिपप निकाल्नु कहाँबाट यहाँबाट खानु पर्यो ल छोड्दै जानु निर्तालाई अहिले नै एकैचोटि भ्लग देखाउँ न निर्तालाई। त्यसपछि यो भयो अब के डिउ के डिउ छ ल भयो
ल भयो ल कतिवटा आइटम छ नि यहाँ गर्नु उयो के अरे चिज बल निकाल एउटा चिज धेरै छ लास्ट आज च्यालेन्ज हाम्रो चिन्टुले च्यालेन्ज गर्दैछ कतिको खान सक्दो रहेछ यदि नखायो भने 2 घन्टा बाटोमा उभिने खाली खुट्टै है च्यालेन्ज लिएपछि त पुरा गर्नु पर्यो 2 घन्टा खाली खुट्टै उभिन्छ चिन्टुले आज बच्चालाई शोषण गर्नु बच्चालाई उ गर्यो भने नभन्नु साथीहरू जहिले पनि पसलका खाना दिनुहुन्न पसलका खानै दिनुहुन्न मलाई सबै दिनु म खाइदिइहाल्छु एकै दिन पाउँछु भनेर भन्दैछ ल त आज च्यालेन्ज दिउँ त आज कतिको खान सक्दो रहेछ भन्ने मैले दिएको साथीहरू ल कति रोक एकछिन स्टार्ट अहिले गर्ला अनि त्यही भएर आज ट्राई गरौँ न त ल हेरौँ त एउटा मात्रै हुँदैन भाइ ल कतिवटा छन् गन पहिला 1 2 3 त्यो पनि खाने चिज हो राख प्लिज ल पूजालाई साइड हुँदा कतिवटा भयो 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 28 29 लिची 29 हो 29 30 31 31 ल 31वटा आइटमहरू छ ल अब खाना स्टार्ट गर केबाट खाना स्टार्ट गर्छ ल चिज बलबाट ल खा फट नजिक राख सबै सामान नजिक राख 28वटा चिज खाँदैछ ल फटाफट खा आज भ्याइसक्छ कि नै साथीहरू हेरौँ ल म यहाँ राखिदिन्छु मजाले यहाँबाट केही मिस्टेक गरिस् भने क्यामेरा छ सबुत
च्यालेन्ज कसले लिने भनेको थियो भोक लागेन के भोक लाग्छ नि अघि मलाई पसलको जहिले पनि खाना दिन्न भन्दा किन भने थाहा थियो मलाई तैँले हार्छस् भनेर लुजर अनि खा छिटो ल अब दौडे त त्यसो भए साथीहरू अब कतिको मजा आउँछ अब घाम त लाग्यो है घामै गइहाल्यो त गुर्नी भन्दा घाम रोक एकछिन ल साथीहरू यसको च्यालेन्ज हो है च्यालेन्ज ल साथीहरू मलाई चाहिँ अघि उल्टी आएर फेरि दुर्छु प्याजहरू त्यसलाई माफी चाहन्छु तेरो पेट दुख्छ छकुरी चोक पुगेर छिट्टो अघि वहाँ पुगेको मान्छे पनि बमेट आएर त्यही भएर फेरि वापिस आएको फेरि पठाएको छु मैले साथीहरू अब त्यहाँ पुरा गरी दौडे हिँडेर होइन दौडे छिटो तँलाई त्यहाँबाट यहाँ पुग्न तँलाई टाइम किन लाग्यो तँलाई म छिटो आइज दौडेर भनेको थिएँ कि नै होइन अङ्कलले च्यालेन्ज भनेन ल कस्तो भयो फेरि दौडिने भयो अब कस्तो भयो त आजको महसुस कस्तो भयो एकदम बेकार कि राम्रो राम्रो खुट्टा पोल्यो कि नै ल साथीहरू हाम्रो भिडियो कस्तो लाग्यो हजुरलाई ल हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला साथीहरू ओके बाई यस्तो भिडियो लिएर हामी अरू पनि आउनेछ ओके बाई साथीहरू